Hi guys, welcome back to my channel. We are going to Chindadara for a day in a night stay. And Kitty are ready to do some okay, and I'm wearing this and I'm gonna change it later. उता धरान पुगेपछि अनि 1 घण्टा जस्तोमा पुग्छ अरे 1 घण्टा जति हाइक गरेपछि मैले चाहिँ सुनेको me and Apeksha are going for the very first time and Rachana is guiding us. So I'm gonna show you here on my Bible in Bichama. So this is all about hiking to Chindadara hiking, and we are staying a night there, and then we are gonna come back tomorrow morning. The camp in Sadarama comes day. Yeah. Guys, he's getting ready and it's ready भइसक्यो मैले चाहिँ क्याप्टन लाग्यो भने घाम हुन्छ नि त द्याट्स वाइ अनि यहाँ चाहिँ विशाल हो त गाइज हामी त अहिलेसम्म निस्केकै छैनौँ फ्रस्ट्रेटिङ मलाई चाहिँ ट्रेकको जुत्ता लाग्छ रेस्ट पोइन्टमा हिँडिसक्यो अब हामी पनि हिँड्न लागेको एक्सट्रिम ब्रेक तँ नहाले जस्तो क्या यहाँ आइपुग्यो गर्न भ्यायो ओ मारे चाहिँ हाल्नु त कसम मैले भनेको त हाले गाइज एक्सट्रिम ब्रेक हामी अड्के भइसक्यौँ हिँड्न सकेको छैन ब्यागले तानेकै घरै पुर्याउन आँटिसक्यो अब हामी सिधै उकालो जाँदैछौँ मेरो दुईटा मित्रहरू यहाँ हुनुहुन्छ जानुभयो अब सुई हिँड्नुहुन्छ हेर्नु है गाइज हामी पुग्न आँट्यौँ एक्सक्युज मी अलमोस्ट पुग्न नै आँट्यौँ अरे त्यो तल बहिनी त्यहाँ एउटा बहिनीलाई सोधेको आधी घन्टा मात्रै भन्दै थिइन् अनि वी आर जस्ट रेस्टिङ हियर फर लाइक 5 मिनट्स अनि त्यहाँबाट भ्यू हेर्न सक्नुहुनेछ अब चाहिँ रेस्ट भइसक्यो अब चाहिँ हामी हिँडेको अब चाहिँ सिधै पुगेपछि मात्रै भेट्छौँ ल कहिले पुग्छौँ यो चाहिँ मेरो बाधा हो आप लोगों से ओके गाइस हामी त गलेर बस्छौँ ल पानी त मैले मुख पुस्ने के छ थियो यहाँभित्र उयो छ स्कार्फ गाइस हामी त नसकेर बस्यौँ पक्न गाइस हामी होटल आइपुग्यौँ होइन अनि म अहिले देखाउँछु होटल चाहिँ हो अनि रचनाले पनि भिडियो कल गरेर मामलाई देखाउँदै छिन् I'm gonna show you the view now. अपेक्षा चाहिँ रेस्ट गरिरहेको छ यहाँबाट यस्तो भयो मेरोबाट अलिक क्लियर आउँदैन कि म आइफोनबाट गर्न लाएर गर्छु ल यहाँबाट सर अभि लड्दा जस्तो छ डर लाग्दैछ कि 2 घन्टा If you guys wanna come, यो चाहिँ यहाँ बुक गरेको नि त अब चाहिँ हाम्रो रुम क्लिन हुँदैछ and then we are gonna take rest चिया पाउँछ कि यहाँको भन्नु गाइज हामी भर्खरै रुम आइपुग्यौँ होइन रुम चाहिँ यस्तो छ अनि यहाँबाट भ्यू देख्छ सिधै यो झ्याल हो नि फेरि झ्याल गाइज हामी कफी र चक्कर खाँदैछौँ ए सनसेट हेर्ने आज त मासु पोलेर माथि खान आँटेको अनि अहिले एकछिन खान्छ र चाहिँ यहाँ चाहिँ नि फेरि छिटाउनु भयो भन्नु
गाइस माथि चाहिँ लान्छु त्यो झन् म चाहिँ यहाँ तल लबमा आएको मुन हेर्नु न भ्यू कस्तो यहाँ जङ्गलले चाहिँ हल्का देख्छ छैन म माथि गएर देखाउँछु ल यहाँ मासु पोल्न आएको हो ए हाम्रो मासु यहाँ छ 1 केजी मात्र हो भ्यू हेर्नु न त्यहाँ गाइस पोल्न चाहिँ आउँदैन कि त्यही पनि बट we're gonna try गीत चाहिँ हाम्रो स्पिकर चाहिँ के भएको नि गाइस गाइस हाम्रो मासु देखेको छैन तर यहाँनिर छ है मासु चाहिँ अनि होइन एउटा खिउरी पनि छ यहाँ देख्दा गाइस हामी चाहिँ बिहानै उठेर अनि यस्तो भ्यू हेर्दै चिया खाएर अनि लाइक अब चाहिँ हामी खाजा नखाने माथि टावरमा जाने अनि टावरबाट चाहिँ उतै खाजा खाएर तल झर्ने भनेर सोचेको छौँ अनि खुट्टा दुखिरहेछ सो यो चाहिँ हो हाम्रो रुम अनि उतै बसेको थियौँ हामी अघि बस्ने ठाउँ छ त्यहाँ बसेर चिया खाएको एन्ड द भ्यू अब चाहिँ रेडी हुन आँटेको जानको लागि एकछिनमा भेटौँला गाइस मैले चाहिँ माथिको चाहिँ फेरिनँ तलको चाहिँ फेरिनँ किनकि हामी टावर जाने एन्ड देन गएर तल चढ्ने हो तिमी गरेको होइन गाइज हामी चाहिँ होटलबाट चेकआउट भएर निस्किसकेको छौँ अनि we're gonna go to that tower जुन हजुरहरूले यो देखिराख्नु भएको छ नि ग्रिन कि ब्लू त्यहाँसम्म जान्छौँ हामी चाहिँ अब हिँड्दै
गाइज बिचमा बसेको गलेर गाइज हामी चाहिँ होटलबाट चेकआउट भएर निस्किसकेको छौँ अनि we're gonna go to that tower जुन हजुरहरूले यो देखिराख्नु भएको छ नि ग्रिन कि ब्लू त्यहाँसम्म जान्छौँ हामी चाहिँ अब हिँड्दै गाइज बिचमा बसेको गलेर गाइज हामी चाहिँ टावर आइपुग्यौँ सरारा यही हो है टावर चाहिँ अब हामी यहाँ खाजा खाएर मात्रै जान्छौँ सिने दिलजुबा कालीलाई हेर्नु न गाइस काली माता कसरी माता भयो गोरी माता काली माता नागिन हौ लक्ष्मी माता दुर्गा माता यहाँ दिनु न सुन अम्लो भनेपछि त अम्लो मात्रै हाल्नु पर्छ गाइस हामी चाहिँ भर्खर खाजा खाएर माथि आयौँ सास फुल्यो एउटा यस्तो देख्छ हामी बसेको होटलहरू चाहिँ ऊ त्यताको त्यहाँदेखि हामी यहाँ माथि आएको टावर अघि मैले देखाएको टावर यही हो एनिवे इट्स गुड भेरी गुड अनि भ्यू पनि राम्रो देखिरहेको छ गाइज हामी भर्खर फोटोसुट गरेर बसेको राम्रो आउँछ ओटिडी हाम्रो अपेक्षा म्याडमको ओटिडी झारेको गर्छु त गाइस हामी चाहिँ ब्याग त्यहाँ राख्न दिएको ठाउँबाट लिएर अब गएको होइन ओह्रालोमा चाहिँ आई डोन्ट गेस दिस इज गन बी अ बिग प्रब्लम किनकि मलाई चाहिँ सजिलै भइरहेको छ त्यस्तो गाह्रो भएको छैन सो यहाँ अब धरान गएपछि भेटौँला त्यहाँ हाम्रो हस्पिटल पनि जाने काम छ साथीको सो त्यहाँ पनि हामी निस्कन्छौँ अनि हामीले चाहिँ हिँड्दै नै जाने सोचेको छौँ त्यहाँबाट किनकि वी डोन्ट नो वाइ बट वी जस्ट वान गो बाई वाकिङ के अरे गोपासम्म एन्ड देन वी विल टेक अ बस फ्रम देयर तर इनकेस अब सकेन केही भयो भने चाहिँ विल टेक अ राइड सो या त्यही हो रमाइलो भयो हिजो बेलुका चाहिँ मैले केही पनि खिच्न पाएन किनकि त्यो हामीले मासुहरू पोल्यौँ ओर्यौँ खायौँ अनि चिसो भइसकेको थियो क्या लास्टमा त अनि तोङ्बा थियो अनि तोङ्बामा चाहिँ पानी चिसो थियो अनि सो कसैले नि खाएन एक सिप तान्यो अनि त्यो पनि त्यत्तिकै छोडिदियो अनि यता रुममा आयौँ अनि रुममा स्पिकरमा गीत बजाएर नाच्यौँ त्यति मात्रै थियो अरू केही थिएन मेरो साथीहरू चाहिँ पछाडि आउँदैछन् हिजो यिनीहरू अगाडि थिएन अभियसली ओह्रालोमा त मलाई जित्न सक्दैन क्या किनकि माथिको ट्रेकमा पनि एक दिनमा फर्केको नि त दिदी डोन ल एकछिनमा केही बाटोमा केही इन्ट्रेस्टिङ भयो भने भेटौँला बाटो बिर्सिन्छौँ त्यहाँबाट निस्किने बाटो छ होला हौ घरबाट सोधौँ न हिँड्न नसकेर जुत्ता खोलेको अवस्था
म भ्यू देखाउँछु ल हजुरहरूलाई दिस पिस अफ सेट हिँड्नै सकेन हामी त गाइज हामी यहाँ के भन्छ खुट्टालाई मोइस्चराइज गर्न आँटेको अब मोइस्चराइजर लाएर राम्रो खुट्टा हो नि त सुन्नी पनि रहेछ क्या घाउ भएर आनन्द हुन्छ नि ठन्डा ठन्डा चिसो अहिले चिन रिलिफ हुन्छ लगाइराख सो अहिले चाहिँ हामी यहाँ भ्यू हेर्दै बसिरहेको छौँ एकछिनमा हामी जान्छौँ झारेर गाइस यो चाहिँ हिजो जाँदा खिच्न बिर्सेछु अहिले खिचेको फर्किँदा ओइ कालीदासी अब हामी उहाँ बस्छौँ भने एकछिन रेस्ट गरेर जान्छौँ भन् म कहाँ गएँ त ट्याक्सी गाइस आज चाहिँ कन्सर्ट छ यहाँनिर हेर्नु स्टेडियम उकालो चढ्न परोस् फेरि यहाँ आइपुग्नु केटीहरूले मलाई यहाँदेखि यस्तो डेन्जर बाटो चाहिँ झन्डै मरेन म त हाम्रो सामान र जुत्ता चाहिँ यहीँ छोडेर अब हामी पानीमा गएको गाइज यहाँ स्पा थेरापी हुँदैछ है पानीमा गाइज हामी चाहिँ त्यहाँ माथिबाट आएर यहाँ खोलामा चाहिँ यो गर्दैछौँ के भन्छ खुट्टा यो स्पा जस्तै यहाँ नेचरसँग कुरकुरे खाएर कुरकुरे गाइजहरू हामी त खेलेको खेलै छौँ गाइज दुर्गा चोकमा चाहिँ अप्पी झर्ने अरे कहिले हामी भेट हुन्छौँ है फेरि गाइजहरू म चाहिँ भाइ ल बाई बाई अरे सिरियस गाइज घोमाबाट फर्केको तपाईँ भित्र चाहियो भने कहिले यहाँ आएर कहिले त्यसै त हुन्छ जहाँ पनि अब म इमर्जेन्सी चाहियो भने उहाँहरू लगाइदिन्छ अनि फेरि गाइज बिहानको चिया चाहिँ नमिठो त अहिलेको जस्तो गाइस अब चाहिँ हामी भान्चुक जान आँटेको घर जानको लागि 4 चाहिँ यहीँ बजिसकेको छ के गर्नु अब घर त जानुपर्छ गाइस घर आइपुग्यौँ खुट्टालाई पर्खेको गाडी अपेक्षा गाडी हामीलाई छोडेर कहाँ खानुको थालो क्या हो घन्टा गाडी हेर्नु ल